केटा थकाइ लाग्छ त छैन हल्का हल्का उकालो हुनाले अलिकता होला त खासै लागेको छैन छैन होइन यो यात्रा ओके एकदम उकालोमा हिँडिरहेको छौँ हामी यो यात्रा यतिकै गाह्रो खेलेर होइन गाइज कुनै चान्स छैन ओके मिसन इम्पोसिबलमा हामी लागेका अब छौँ जेउस अँध्यारो अँध्यारो हुन लागिसक्यो होइन मोबाइल उज्यालो देखाइरहेको छ तर डनमा आजको डेस्टिनेसनमा पुगियो होइन भाइले आगो बाल्दैछ आगो बालेर अहिले हामी मासु अनि सुकुटी पनि छ हामीसँग मासु पनि छ त्यसमा खिचडी बनाउने लास्टमा खिचडी पनि छ तपाईँले देखाउँछ एकदम दाइ मेरो आत्मीय दादा मेरो दाइ र हामी एकदम के भन्छ यो ब्रदर बोन ल गाइजहरू बड्डा आउनु अन्त ठुला गरेर आएको त केही छ काकु भन्नु केही छ ए अलिकति हामी सकुशल यता पुगेका छौँ यो के अरे भङ्गियनमा होइन भङ्गियनमा भन्ने ठाउँमा हामी पुगेका छौँ यता एकदम बस्ने व्यवस्था पनि एकदम ल आजको बसाइ भनेको हामी यो होइन डेस्टिनेसनमा पुग्यो राति राति अँध्यारो बाटोमा हिँडेर लगभग हामी कति बज्यो लगभग 8 बज्न लाग्यो पुग्यौँ होइन काकु भत्किसकेछौँ ओके गाइज कन्टिन्यू भन्ने भइरहन्छ होइन यसो मजा गरौँ रमाइलो गरौँ मरिलो केही पनि छैन भनेर होइन हामी यहाँसम्म आयो क्या गाइज होइन सबै भाइको कामै बेग्लै छ उता त्यो साग बालिरहेछ दाउरा सौरेर पानीको तुरन्त यो भनेपछि तपाईँ होइन त्यही हो अरू त्यही हुन्छ ओके बाई सी यु अगेन यो अन्त तरिका विकास अहिले देखिरहेको छ तिमी देखिने जाऊ फेरि नै देखेन त्यसो र तँ त आगोवाले जस्तो गर ठुसे जस्तो गर होइन त्यही त हो नि ल बिरिकाको पनि त्यहाँ देखिन मन लागेर भिडियोमा है अब क्यामेराम्यान भने म आफै हो यो अन्त मजा यार सधैँ कहिले काहीँ फरक फरक हुन्छ नि होइन काम गरिरहनुपर्छ फरक फरक इन्भाइरोमेन्टमा लाइफमा के भन्ने कुरा नेसेसरी हुन्छ साथीभाइ हो सधैँ एउटै थोपडा एउटै मान्छेले बनाएको खाना होइन त्यही फ्यामिलीसँगै बसेर सधैँ खाएर हुन्छ नि त त्यो त कहिले काहीँ यस्तो साथीभाइसँग बाहिर छौँ होइन ल यत्तिकै घुमाएर अब मलाई पानीको टेस्ट कस्तो छ यही भित्रबाट आउँछ गाइज होइन कहाँबाट आउँछ थाहा छैन तर यही भित्रबाट तर यो पानी भनेको लगभग एकदमै टेस्टी पानीको नाममा गणना गरिन्छ साथी हो एकदम यहाँ होइन पानीको के भन्छ भङ्गहीन गन्धहीन होइन होइन यसको भन्छ तर यो टेस्ट चाहिँ हुनु त अब यहाँ जडीबुटी अब हरेक कुराहरूको कम्बिनेसन मिलेर हुन्छ टेस्टी छ है पानी चाहिँ ओके गाइज हामी यस्तै त हो तपाईँलाई म स्वर्ग देखाउँछु है एकदम हेर्नुहोस् है एकदम हेर्नुहोस् यो भनेको चाहिँ हाम्रो मारुपुर माउन्टेन हो जो चाहिँ 6000 उचाइमा छ अब तपाईँलाई 7000 म 7000 सैपाल हिमाल देखाउँछु हेर्नु है यहाँबाट जुम हान्छु हेर्नु है हेर्नु यसलाई भन्छ सैपाल हिमाल हेर्नुहोस् स्वर्ग हेर्नुहोस् स्वर्ग आहा यसको नेचर हेर्नुहोस् ब्युटी हेर्नुहोस् हाम्रो नेक्स्ट ट्रिप यहाँबाट हुनेछ होइन हामी नेक्स्ट ट्रिप यहाँ गयौँ भने चाहिँ हामी तपाईँलाई एकदम भरपुर मनोरञ्जन देखाउनेछु आज भनेको हामी 6000 पिकको यो पिकलाई क्रस गर्दै हामी कहाँ हाम्रो ट्रिप कहाँ हुन्छ अरे दाइ फेरि नकल हाम्रो आजको ट्रिप गरे दुधे त होइन एकदम दुधे त जाने हो अनि त्यहाँबाट हामी छिटै गयो भने दुधे त पुगेर रिटर्न हुन्छौँ एकदम भोलि चाहिँ यता स्याङ्कारातिर जाने हो होइन यदि त्यो भएन भने आज हामी सुनसुने बस्छु अनि भोलि त्यहाँ घुमेर आएर यतै टाढातिर बस्छु यो मार्पुरको यता साइड बस्छु होला बस्ती चाहिँ अनि यो डाँडै डाँडा उता यो माथि हाम्रो त्यो हिमालबाट हामी जानुपर्छ है त्यहाँ त्यो बिच भिडबाट हाम्रो बाटो छ
त्यहाँबाट हामी क्रस हुँदै त्यो देख्छ। अब हामी यहाँबाट मान्छेहरू पनि देखिन्छ गरे त्यो पनि हामी हेर्ने एकदम गरेछौँ। यसलाई यो डाँडाको नाम के अरे फेरि भन्नुहोस् त? हो यसलाई भन्छ होइन हिउँकी रानी भनेर पनि यसको उपनाम छ होइन? हिउँकी रानी हिमा त्यही त माउन्टेन हिउँकी रानी भनेर पनि चिनिन्छ। हामी अब यही बाटो नछोडेर हिउँको जबसम्म पिक पुग्छौँ अनि फ्ल्याग त्यहाँ हामी राख्छौँ तब तपाईँलाई हामी अर्को भिडियो नेक्स्ट टाइम सेयर गर्नेछौँ। ल हामीलाई फलो गर्नुहोस्, माया गर्नुहोस्। ल धन्यवाद। हुन्छ होइन भिडियो बन्यो हो कि नै न तिमी छेउ पनि हल्लिन्छ कि भिडियो जुन त्यही त ओ माई गॉड सैफल हिमाल गाइस सैफल हिमाल खतरा ए गाइस हेलो गुड मर्निङ फ्रम खाडा हामी यो मार्गोरको डाँडामा पुग्यौँ हिमाल होइन जे भनेर यसलाई भन्दा नि हुन्छ एकदमै चिलमा छु फिलमा छु होइन पीडा भन्ने छँदैछ पीडा होइन गाइस एकदमै छ भनेपछि ओ माई गॉड सैफल हिमाल त यस्तो खतरा देखिन्छ क्या वाउ खतरा छ यार काको यार केटाहरूको थोडा पनि म निकालिदिन्छु हे केटा हो के छ खबर ओके हेलो हेलो गाइज के छ सन्चै हुनुहुन्छ ओहो माउन्ट मारुकोर होइन मजा छु भाइ चाहिँ घरतिर फोन गरिरहेछ घरबाट ल्याएको अहिले फोन आयो क्या यो गर्दा ओके के छ गाइज म तिमीहरूको इन्टरभ्यू लिन्छु अब माउन्ट मारुकोरबाट लाइक एकछिनको लागि म भनेको पत्रकार हो मेरो सुन्नुहोस् न होइन आफ्नो केटाहरूको लागि चाहिँ हुम्ला हुम्ल्याली ओर्ली स्याउ खाले चबाउने या बेबी छ बुढीलाई हुने तिम्रो के छ भन भन न के तिम्रो गर्नु के छ मेरो भन्नु के छ भने एकदम यस्तो मार्गोरको ठुलोमा आएर पनि मेरो मायालाई माया मेरो सम्झाइदिन्छ ओ मेरी डार्लिङ आउने भएपछि मर्ने भइयो यो ल डन होइन यो चाहिँ भालुका पाइलाए र केटाहरू यो माथि भाइ हामी चाहिँ एकदम एक्सप्लोर द नेचर भन्ने हाम्रो सबसे राम्रो उद्देश्य हो। हामी चाहिँ 6000 मिटरको माथि लास्ट ब्ल्याक नट फाइन मात्र आज खाडामा छु गाइज नजिक नपर्दैन भाइ नजिक आइदियो ओके गाइज गुड मर्निङ होइन भन्न आएन मलाई ओके हामी अहिले खाडामा छु एकदमै ओ माई गड होइन वाट अ ब्युटिफुल क्या नेचर हामी ऊ माथि त्यो कान हुँदै जाने चाहिँ यो जुन देखिरहेको छ सिन हो त्यसमा हामी हिँड्दै जान्छौँ अब